खै अब साल्पा सिलिचङको यात्रा हाम्रो अब सुरु हुन गाह्रो हजुर 47 नम्बर गाडी 847 हजुर हाम्रो गाडीको नम्बर ल यसरी सबैजना चाहिँ रेडी भइपुग्दैछौँ जम्मा 12वटा गाडी र बाइकहरू हेलो बाटो त साह्रै राम्रो पो रहेछ त हौ रोडहरू पनि है तपाईँलाई थाहा छ ल सिधा आइपुग्यो हेर यो रोड हेर्दा कक्कडे भिर भन्ने यता हो ए उता भोजपुर जाँदा पनि छ त हो नि कक्कडे भिर भन्ने पनि हो जय हो जय जय हो होटल छ अरे ल फाइनली हामी चाहिँ खाना खाने ठाउँ डुम्लिङ टारमा आइपुगेको छ अब यहाँ खाना खाएर हामी हातबारीतर्फ लाग्छौँ ठिक छ यस्तो बाटोबाट चाहिँ हामी जाँदैछौँ यात्रा गर्दैछौँ यस्तो राम्रो खोला आउँदा आउँदै बाटोमा दुध जस्तै यस्तो अब हामीले छौँ हाम्रो गाडीहरू आदि आइसकेछ हामी अहिले कुन ठाउँमा आइपुग्यौँ होला गुरुजी के ठाउँ यो खोला पनि कति राम्रो थियो हाम्रो मेयर साहबलाई चाहिँ आज धेरै ठाउँमा स्वागत सम्मान गर्नुहुन्छ यति राम्रो सयपत्री फुलको मालाले धेरैको यात्रा हेरौँ भनेको त खै बत्ती बल्दियो त बत्ती नै बल्दैन रहेछ यहाँ हाम्रोमा छ है हजुर कसैकोमा हाम्रोमा पनि छ गाडीमा हाम्रो गाडीमा ए गाडीमा छ हाम्रोमा पनि है ए हजुर कतिवटा गाडी आइपुग्यो अहिले अब यहाँ 2 घन्टा चाहिँ लाग्ने रहेछ जे होस् भारी छ नि त होइन भारी छ 2 घन्टा चाहिँ लाग्ने छ 1 घन्टा भन्नुहुँदैछ यो बिल बाटे हेऱ्यो अब माबु जानुपर्ने अरे अब माबु भन्ने ठाउँमा अनि भारी बोकेर नि त्यसैले हामीलाई 2 घन्टा चाहिँ लाग्ने भयो क्या अब भन्ने कुरा थाहा भयो यहाँ त
हाम्रो सामानहरू अब झार्ने काम भइरहेछ। हामी चाहिँ बिल्लाटे भन्ने ठाउँमा आइपुगेछौँ। अब यसबाट हामीले 1 घन्टा हिँडेर चाहिँ हाम्रो डेस्टिनेसन भन्नाले अब बास बस्ने ठाउँमा पुग्छौँ अरे। त्यहाँ त्यसलाई चाहिँ माबु भन्दो रहेछ। आज टर्च छैन ए कहाँ हो अब हजुर कहाँ हो अब हामी यता उसमा अरे माबु अरे 1 घन्टा लाग्छ ल माथि पुगेन भने त अनि खाउँ हन सनराइज हेर्नु पुग्ने हो कि नत्र त हुँदैन कामै छैन लु खाना खाएको हेरौँ न हाम्रो छुर्पी रहेछ है ल त्यो उसले गर्दा मात्रै यो चाहिँ माबोबाट देखिएको सिनरी माबोबाट देखिएको बिहानीको सिन सूर्योदय हेर्न पाए नपाए पनि यहाँबाट लु निस्किनु भयो हाम्रो म्याच पनि लु दुई 2082 मङ्सिर 3 गते आज हामी माबो भन्ने ठाउँमा छौँ। अब यहाँबाट हामी सल्प अनि सिलिचोङ जानेछौँ। ल यस्तो छ हामी बसेको ठाउँ सुमनेश्वर यस्तो छ। यहाँ मैले 2 मग रेडी गर्छु लानलाई। यसरी हाम्रो किचन खाना खाने घर लु काटा बाई बाई अब सिलिचुङ जाँदैछौँ हामी साल्पा सिलिचुङ जाँदैछौँ हामी बाई बाई मा बास छ यस्तो छ हाम्रो किचन सबैजना रेडी सबैजना झन्डा त खै अब सबैको लाउनु भएछ स्टिकमा आफ्नो त ओढेरै जानु होला नि। अब को गइसकेको बाटो को गइसक्यो शिवा नमस्ते बिस्तारो बिस्तारो अब लु खै टोइलेटहरू ल जय सालपछि रक्षा गरून्। हामी अब लाग्यौँ बाटो। अब यो रुखहरू चाहिँ कति राम्रो क्या यिनीहरू नै साह्रो मनपर्छ क्या मलाई चाहिँ। अब सबै चिमल है बुढा छैन होला चिमलको बोट हेर्नुहोस् यस्तरी छ यसरी छ। शेर्पाहरू हिँड अब यो चाहिँ
एकदम ऐतिहासिक दिन बन्नेछ है। फेरि फेरि आइने छैन है त। त्यही भएर बिस्तारो कोसिस गरौँ। यो भनेको हाम्रो किराँतहरूको उत्पत्ति थलोतिर हामी लाग्दैछौँ। अवश्य पनि यो ऐतिहासिक बन्नेछ। कसै कसै त अब यङहरू त आउनु सक्छ पक्कै पनि, तर हाम्रो लागि चाहिँ यही नै होला सायद। हाम्रो लागि यो क्षण चाहिँ एकदम मेमोरेबल रहनेछ। त्यही पनि हाम्रो श्रमपिता अनि पार्टी अध्यक्ष हर्क साम्पाङ ज्यूसँग यसरी यात्रा गर्न पाउँदा हाम्रो यो एकदम नै सौभाग्य हो। एकदम नै हामी भाग्यमानी छौँ। पहिलो यात्रा पनि र एकदम ऐतिहासिक एकदम मेमोरेबल मोमेन्ट हो यो। यसलाई चाहिँ कहिले भुल्न सकिने छैन है। चाहिँ फेरि हाम्रो लागि भाइ यहीँबाट दर्शन हाम्रो साल्पा पोखरीलाई अब हामी अन्जानमा गल्तीहरू गऱ्यौँ भने पनि माफी दिनु होला। अन्जान छौँ भन्दै हामी साल्पा पोखरीको दर्शन गर्न जाँदैछौँ है त। ल हजुर आउँदा नै अद्भुत छ। कल्पना गर्न नसकिने। हजुर बत्ती बाल्दैछ, सबैले बालिदिनु ल। ए हिँड्नु नै यो नानीको साथी छ कि छैन? हिँड्दै गर्नु न बहिनी। खाली खुट्टा खाली खुट्टा खाली खुट्टा खाली खुट्टा शक्ति नै छ पक्कै पनि। शक्ति नै लिएर आउनु भएको छ पक्कै पनि। अब यहाँ कता चढाएर जानु पर्यो? खाली खुट्टा यत्रो बरफमा।
नाना त सक्दैन सिलिचोङ कति छिटो आइहाल्नु भएको नि कति छिटो आइहाल्नु सजिलो रहेछ म त सोचे भन्दा सजिलो लाग्यो अरे सुन बिस्तारो यस्तो तापक्रम बढ्दैछ कि अब हजुर घर सोचे भन्दा सजिलो छ है साथीहरू लु हिँड्न न कस्तो अर्कै खालको ऊ धारमा थियो जस्तो लाग्थ्यो कि काम लागिदियो हुन्छ तल दिदीहरू सबै आउन नि आउनु आज नि सरको ब्याग अलिक ठुलो भएछ देख्नु चाहिँ त्यहीँ देखिन्छ ल है सुम्निमा पारुहाङ अब तपाईँको काममा त हामी आइपुग्दैनौँ ल आज नै पक्कै पनि हाम्रो हो तर पनि धेरै खुसी लाग्यो शक्ति दिनुभयो जानी नजानी तपाईँको उसमा आएर शरण पर्यौँ त्यस्तो कुनै किसिमको दोष नदिनुहोस् है मेरो सन्तानहरूलाई रक्षा क्षमा गरिदिनुहोस् तपाईँको सन्तान तपाईँको सागा सन्तान पेट दुखेको दबाई पनि बोकिन लगाइदिनु मेरो छोरा चाहिँ जारीपट्टि के अरे सबै हस्पिटलको मेरो कोचीमा हाल्नु हस् मैले भ्लगहरूमा हेरेको यही नै हो सबभन्दा डरलाग्दो ठाउँ मलाई डर लागेको ठाउँ काटियो खुसी लाग्यो याहु रे यही हो मैले सबभन्दा डर लाग्यो क्या हेर्नुलाई यस्तो खतरबाट जानुपर्ने भन्दै थिएँ क्या बा काट्यो थ्याङ्क गड जय सुम्निमा पारुहाङ जय साल्पा सिलिचोङ आइपुग्यो फाइनल्ली यो ठाउँमा आइपुग्यो कति खुसी लाग्यो है ल अलिअलि सास बढो हाई एल्टिच्युड अब 4000 फिटमा हिँड्दैछौँ होला हामी अहिले यस्तो छ ल हेर्नुहोस् साथीहरू
दुईजना आउँदैछ यस्तो छ है हेर्नुहोस् है त भित्तातिर अचेटिएर ल कुनामा उँधो नहेर्ने भित्ता हेर्ने साल्पा सिलिचोङ्की जय हो साल्पा सिलिचोङ्की जय हो सुम्दीमा पारुवाङ्की जय हो ल हामी एकदमै झोला ठोकिन्छ ल जोगिँदै जोगिँदै बरु भित्तामा अडेस लाउनु आइपुग्यो है सुनिताको सुपुत्र पनि सिलिचोङ चढ्यो ल ल चालु चढो पुग्यो अब पुग्यो गएर अब सेवा गर्ने हो ल सुनिताको सुपुत्र आइपुग्यो आउँदैन होला नि मम्मीहरू अब हामी नपर्खिनु हुन्छ अलिक यता शब्द त्यतिखेर भाइ आउँछ त्यतिखेर मेरो फोटो सेसन हुन्छ भाइ मैले गर्दा त समस्या हुँदैन नि हुन्छ ल त्यति कुन कुन हाम्रो यो ग्रुप हामी 4 जनाको एउटा खिचौँ न हैन सबै हाम्रो ग्रुपको 4 जना किन लास्टको टप 1 म मेरो एकजना खिच्दिनु त तपाईलाई यहाँ रेडी रेडी ए उहाँले पनि त टी सर्ट त लाउनु भएको थियो त सबैजना उठ्नु न म फोटो खिच्छु मेरो पनि छ नि त सङ्गम भन्ने मान्छे थियो नि एकजना कता हाम्रो भोजपुर आएको थियो साग कुदेछ कता यहाँ बिरामी भएछ उहाँको सोल्टी ए यहाँ छ ल आइपुग्यो ल यहाँ फोटो खिच्नु यहाँ तर यहाँ माथि आएपछि तातो छ लु हाम्रो बहिनी पनि आइपुग्नु है हामीले फर्किनु भनेर छोडिराखेको पनि आइपुग्नु भयो जस खुसी लाग्यो एकखेप त नआउनु है पनि भन्यौँ रेडी गो भयो हो हो त्यही कुरा त्यति कुरा त्यति हो कुरा कल्पना जाऊ न लेट्स गो राम्रो त भएको छैन दाजु ए माफ गरिहाल्छ नि भगवान्ले ल ल सल्क्यो ल ल ए हो त्यो लिएको बजाउन अलिक मजाले बजाऊ ल हौ त्यहाँ राख्छ उसो हातमा हातमा हौ त्यो हातमा त्यहाँ हो त्यो जो हो त्यो त झन्डा ल ल ल ल ल ल ल ल साथी हो क्या हो लाइटरै बोल्दै ल हामी आएको बाटो चाहिँ यो हो तल साल्पा पोखरीबाट हामी आयौँ अनि यो बाटो हुँदै हामी आयौँ भने मुडुम टेल चाहिँ मुडुम टेल चाहिँ यो बाटो आउँदो रहेछ
डाँडै डाँडा हुँदै यस्तो डाँडै आउने रहेछ मुटुङ ट्रेल चाहिँ यसरी यहाँबाट आउँदो रहेछ है यो आयोजना पार्टी यसरी यो बाटो मुटुङ ट्रेल आयो भने हामी आएको बाटो चाहिँ यताबाट हामी माथि पुग्यौँ यसरी पुगेर छर्यो काठको बाटो गर्दै हामी यो चाहिँ चिप्लिन्छ भनेर बनाएको रहेछ यस्तो कति मजाले हामी हिउँमा नपुगे पनि टुसारोमा पुगेको छौँ यसरी टुसारो झरिराखेको छ बिहान हामी हिँड्दैछौँ यो चाहिँ हामी माथि माबोमा बिसाएर चाहिँ माबोमा बास बसेर हामी धरान रिटर्न ब्याक हुँदैछौँ हिउँ नखेल्नु पाए पनि होइन टुसारोमा पुग्यौँ ल है त तपाईँहरूलाई नि उकालोको लागि हजुर कहिले तल हिजो आएर बस्नु भएको होला नि ए लु है त यताको मान्छे त के होइन र बुक्की फुल ल अब लाग्यो आफ्नो डेस्टिनेसनमा सबैजना फोटो सेसन हुँदैछ त्यही त बिस्तारो हिँड्नु पर्दो रहेछ कि त धेरै झापिएर हिँड्दा चाहिँ अलिकति जिउलाई असर परिहाल्छ सिन्ता अझै तल हेर्नुहोस् त कस्तो राम्रो अझै तल राम्रो रहेछ सिन हस् ए आइपुग्नु हो त्यसो भन्दै चाहिँ माथि जानुपर्छ के गर्ने र कहाँ गएको एकछिन अरे ओइ सय राजा सय 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 रानी सय सय यो चाहिँ हाम्रो गुहारी धरानी र अब हामी बिस्तारै जान्छौँ अब हाम्रो लिडर्स हुन्छ यहाँ होइन पुराना श्रमदातालाई लिडर्स भन्छौँ ले कता कता सबै गाडीमा छरिएर बसेको होला हामी होइन एउटै गाडीमा पक्का भएर त बसेको छैन होला होइन त्यसले गर्दाखेरि प्रसादजी एउटामा हुनु पऱ्यो समीरजी अर्कोमा हुनु पऱ्यो त्यस्तो आई मिन टु से त्यो तरिकाले गएको होला अब कहाँ खाने कहाँ के गर्ने भन्ने बारेमा अब त्यो के अरे तपाईँको छलफल गरेर सबैलाई धन्यवाद दिन चाहन्छु जय होस् सबैको जय हो जय र हामीलाई सालपारा सिस्टम शक्ति दियो त्यो शक्तिको कारणले गर्दाखेरि आज हामी यो ठाउँमा पुगेर आयौँ हाम्रो मेयर हस्तसान बाङको मिसन मात्रै होइन हामी सबैले त्यो ठाउँहरूमा आउन पायौँ त्यो चाहिँ एकदमै गौरवको अनुभूति हो भनेर म भन्न चाहन्छु
व्यवस्थापन कस्तो पाउनुभयो तपाईँले यो चाहिँ यस्तो वास्तवमा म चाहिँ के भन्न चाहन्छु भने एउटा यो चाहिँ एउटा किराँतीहरूको उद्गम स्थल सालपारा सिलिचोङ भनेको चाहिँ एउटा भोजपुर जिल्लाको एकदमै पर्यटक मात्र नै मेरो बहिनीहरूले बनाइदिन्छ हौ म चाहिँ सरको बोक्नुभयो कस्तो है यस्तो फुल हाम्रो दिदीबहिनी दाजुभाइ सम्पूर्ण महानुभावहरू यहाँका स्थानीय मैले मान्नुपर्ने मान्यता सबैजना अभियानमा जोडिन चाहनुभएका हाम्रो दाजुभाइहरूलाई मैले यहाँ देखिराखेको छु म यहाँ देखिराखेको टी सर्ट पनि लगाइराख्नु भएको रहेछ जता जान्छु त्यो टी सर्टहरू देख्दाखेरि अत्यन्तै खुसी पनि लाग्छ होइन त्यही छ धेरै कुरामा राख्न चाहन्न तपाईँहरू असल मान्छे हुनुहुन्छ असल मान्छेले मात्रै असल सोच विचार र व्यवहार राम्ररी हामीलाई स्वागत गर्नुभएको छ यत्रो ठुल्ठुलो फुलको माला होइन यत्रो यत्रो तपाईँको थुङ्गा सरस्वती मैले देखेको थिइनँ खासै यत्रो यत्रो हेर्नु यो सबै फुलको मालाहरू लगाएर यहाँले हामीलाई गर्नुभएको हार्दिक स्वागतप्रति शब्दले हृदयदेखि धन्यवाद दिन चाहन्छु र यो फुलको माला हामी लगेर जान्छौँ है र लगेर गएर अब धेरै जस्तो हामी यहाँ धरानकै छौँ केही काठमाडौँ पनि आउनु भएको छ केही मानिसहरू तपाईँहरूले पनि यो फुलको माला लगेर यसको बिउ बनाउनुहोस् होइन अनि रोप्नु आउँदो साल म त्यो भन्न चाहन्छु त्यो छ र यही खालको फुलहरू चाहिँ हामीले पनि फुलाउने कोसिस गर्छौँ होइन सालमा सिलिचो गाउँपालिकाले हामीलाई यो पाठ पढाएको छ यो ठुल्ठुलो फुलहरू हामी नयाँ चेन्ज भएको हेर्न चाहन्छौँ भन्दै भन्छ यो श्रम संस्कृति भनेको त्यही हेर्नु श्रम संस्कृतिले के भन्छ भने अरूको आशा हेर्दैन होइन लगाएर हिँड्छौँ भने हामी त्यस्तो पनि ओके होइन यहाँ चाहिँ के छ भने यो भनेको चाहिँ हामीले एउटा भालु खोला भन्ने ठाउँबाट पानी लिएका थियौँ त्यतिखेर चाहिँ लाइन लागेर ढुङ्गा पास गरेको यसमा म पनि छु अनुहार चाहिँ देखिँदैन यो ढुङ्गा पास गरिदिएको लाइनमा यसरी मिलेर हामीले श्रम गर्नुपर्छ र यो मन्त्र हाम्रो मनमा हुनुपर्छ भन्ने नै श्रम संस्कृति हो सबैको जोडेको छ है यो मालालाई यो धागो हो श्रम संस्कृति यो म भन्न चाहन्छु यति भन्न चाहन्छु अब धेरै कुरा नगरौँ हामीलाई अघिल्ला भइराखेको अवस्था पनि छ यहाँहरूदेखि हामी बिदा पनि हुन्छौँ नमस्कार छ र यो स्वागत गर्नुभएकोमा धन्यवाद छ र कुनै दिन हामी यतातिर फेरि आफ्नो एउटा यही उद्देश्यको कार्यक्रम लिएर पनि आउनेछौँ आयोजना गर्नुहुने यो ब्यानर छापेर दिएर हरेक कुरा जो गर्नुहुने दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु नमस्कार छ त हिमाल तला धान खेत कोहरू चिन्यौ त चिनेन